Hello everyone and welcome back to Chill Germany. It's me Vishal. यो चाहिँ मास्टर्स सिरिजको लागि अब अझै हामी एक स्टेप फरवर्ड जाँदै छौं. अहिलेसम्म हामीले मास्टर्सको बारेमा जेनरल के हुन्छ कसो भनेर थाहा पायौं. नेक्स्ट भनेको युनिभर्सिटी सर्टलिस्टिङ अथवा एउटा आफ्नो लागि मनपर्ने युनिभर्सिटीहरु खोज्यौं, लिस्टिङ गर्यौं. अब तपाईहरुलाई अप्सन एप्स आफैले पनि थाहा पाइसक्नु होला कि डकुमेन्टमा धेरै जस्तोले हैन एउटा लेटर अफ मोटिभेसन भनेर माग्ने हुन्छ अथवा कुनैमा अप्सनल हुन्छ, तर तपाईले जहिले पनि पठाएको राम्रो है. सो डकुमेन्ट्सहरु प्रिपेयर गर्ने क्रममा त आई एम एज्युमिङ तपाईले ब्याचलरको सर्टिफिकेट अफ कोर्स लिइसक्नु भयो हैन, आफ्नो युनिभर्सिटीले मागेको आईएलटीएस अथवा मिडियम अफ इन्स्ट्रक्सन एमओआई को सर्टिफिकेट पनि अफ कोर्स कलेक्ट गरिसक्नु भयो हैन. त्यो भएर नेक्स्ट बाँकी हुन्छ हाम्रो अब लेटर अफ मोटिभेसन है. सो लेटर अफ मोटिभेसन को लागि चाहिँ म सिम्पल एउटा गाइडलाइन जसरी यो भिडियो लिएर आएको छु. सो ढिलो नगरिकन भिडियो स्टार्ट गरौँ हैन. सो फर्स्टमा कुरा गर्दाखेरि लेटर अफ मोटिभेसन भनेर तपाईले त्यत्रो धेरै हेडेक त्यत्रो ठुलो हेडेक गर्नुपर्ने हुँदैन है. सो अब म पर्सनली भन्दा तपाईहरुले धेरै सुन्नु होला युएस को लागि एसे लेख्नेको युनिभर्सिटीको लागि यो हुनुपर्छ त्यो हुनुपर्छ, तर जर्मनीको लागि चाहिँ बेसिकली भन्दा है अनेस्टली भन्दाखेरि युनिभर्सिटीले त्यत्रो धेरै डिफरेन्स हुने गरी पनि हेर्दैन. एटलिस्ट छ भनेर सर उनीहरुले पढ्दाखेरि ठीक छ भनेपछि एभरेज भनौं न, तपाईको एभरेज अथवा बिलो एभरेज भए पनि धेरै जनाको मैले पढेर हेर्दाखेरि चाहिँ ओके द्याट्स गुड इनफ भन्ने खालको पनि मजाले एसेप्ट भएको देखेको छु. सो फर्स्ट अफ अल डोन्ट स्ट्रेस योरसेल्फ टु मच हैन. सेकेन्ड अफ अलमा चाहिँ अब म एउटा स्याम्पल देखाउँछु तपाईलाई अनि एउटा सिम्पल गाइडलाइन जस्तो गरी भन्दै जान्छु. त्यो पोइन्टहरुमा टपिकमा लेख्नुस् आफ्नो पनि हैन, अथवा मैले देखाएको स्याम्पल जस्तै एउटा स्ट्रक्चर बनाएर लेख्नुस्. यु विल बी जस्ट गुड टु गो है त. अब लेट्स गेट इन्टु एलओएम. अब मैले तपाईले हेर्न सक्नुहुन्छ मैले एउटा सिम्पल लेटर अफ मोटिभेसन खोलिसकेको छु हैन. सो तपाईले यस्तै हैन यस्तै स्ट्रक्चरमा तपाईले मजाले लेख्दा हुन्छ है त. सो तपाईले फर्स्टमा अब सिम्पल एलओएम को कुरा गर्दाखेरि तपाईले लेटर टाइपमा लेख्नुपर्ने हुन्छ मजाले हैन, मजाले टक्क यसरी लेटरको फर्मेटमा है. सो अनि अर्को भनेको तपाईले लेन्थ पनि धेरै लामो पनि बनाउनु हुँदैन है. तपाईले धेरै लामो बनाउनु भयो त्यो अनइन्ट्रेस्टिङ हुन्छ, बोरिङ हुन्छ अथवादेखि लिएर त्यो तपाईकै अगेन्स्टमा काम गर्छ है. अप्टिमल भनेको 1 पेज, तपाईले वर्स्ट केस सिनेरियो अथवा एकदमै गाह्रो परिरहेछ भने तपाईले 1.5 है, म्याक्समा 1.5 देखि लिएर 1 to 1.5 पेजमा मजाले लेख्दाखेरि हुन्छ है. सो यसमा पनि तपाईले अब ल्याङ्ग्वेज वर्डिङहरु त अफ कोर्स इट्स सेल्फ अन्डरस्ट्यान्डेबल कि फर्मल तरिकामा मजाले फर्मल एड्रेसमा लाइक फर्मल वे अफ प्रेजेन्टिङ थिङ्समा लेख्नुपर्ने हुन्छ हैन. सो अब तपाईले आफ्नो मजाले एड्रेस गर्दाखेरि पनि सकेसम्म प्यासिभ फर्महरुमा देखि लिएर तपाईको आफ्नो भनौं न स्टोरी टेलिङ जसरी गर्नु पनि हुन्छ है त. सुरुमा अब नम्बर 1 मा तपाईले यसरी नै सरलका आफ्नो एड्रेस र नाम छ भने लेख्दा हुन्छ हैन. सो डेट पनि राख्दा हुन्छ हैन. डेट अप्सनल पनि हो तर डेट राख्नु भयो भने तपाईलाई केही पनि फरक चाहिँ पर्दैन है. अनि त्यसपछि यो के हो हैन, लेटर अफ मोटिभेसन डन. त्यसपछि एउटा सल्युटेसन भयो. त्यसपछि फर्स्ट अफ अल भनेको फर्स्ट प्याराग्राफमा चाहिँ तपाईले जहिले पनि एउटा सर्ट इन्ट्रोडक्सन दिनुपर्ने हुन्छ अथवा भनौं न सर्ट म किन लेख्दैछु टाइपको है. फर एक्जाम्पल तपाईले एउटा XYZ युनिभर्सिटीमा XYZ कोर्सको लागि एउटा एडमिसन रिक्वेस्ट गर्नलाई अथवा एउटा एडमिसन प्लेसको लागि लेटर लेख्दै हुनुहुन्छ डन है. फर्स्ट प्याराग्राफ जहिले पनि यो नबिर्सिनु है. तर किन भन्दा सिधै अरूतिर लाग्नु भयो भने त्यो हुन्छ नि फेद नटुप्पोको जस्तो देखिन्छ. सो यति हुनाले तपाईको हुन्छ नि माथिको अब सरलक तपाईलाई स्टार्टिङ हुन्छ नि ल्यान्डिङ पेज भने जसरी वेबसाइट क्रिएसन गर्दै हुन्छ ल्यान्डिङ पेज भने जस्तै यो चाहिँ तपाईको लागि ल्यान्डिङ भयो क्या. फर्स्टमा थाहा भयो व्हाट टु एक्सपेक्ट भनेर है. सो फर्स्ट प्याराग्राफमा त्यति भयो डन. अब सेकेन्ड प्याराग्राफमा चाहिँ सकेसम्म तपाईले आफ्नो ब्याकग्राउन्ड है, सकेसम्म एजुकेसन ब्याकग्राउन्ड अथवा सिम्पल 1 लाइन जति चाहिँ आफ्नो मोटिभेसन हुन्छ तपाईले त्यो फिल्डमा कसरी मोटिभेसन आयो टाइपको कुराबाट स्टार्ट गर्दाखेरि बेस्ट हुन्छ है. फर एक्जाम्पल यसमा पनि तपाईले हेर्न सक्नुहुन्छ कि यहाँ चाहिँ अब यो चाहिँ अब मेरो अब एकदम मित्रको एउटा स्याम्पल उले लेखेको अथवा उले सिम्पल युनिभर्सिटीलाई सबमिट गरेको है. सो यसमा के छ भन्दा सरलक आफ्नो एजुकेसन ब्याकग्राउन्डको बारेमा लेखेको छ. सो फर एक्जाम्पल तपाईले मास्टर्स एप्लाई गर्दै हुन्छ भने ब्याचलर्स केमा गर्नुभयो, कुन टपिकमा गर्नुभयो अथवा कुन डिग्री गर्नुभयो भनेर लेख्दा मजाले हुन्छ है. सो सेकेन्ड प्याराग्राफमा मजाले आफ्नो बारेमा थोरै हैन, त्यसपछि कुन युनिभर्सिटी पढ्यो, कुन कोर्स पढ्यो, त्यसपछि आफ्नो अब कोर्सको कन्टेन्टमा के थियो, के कुरा इन्ट्रेस्टिङ लागेको थियो त्यस्तो कुराहरु गर्दै गयो. सो तपाईले आफ्नो बारेमा मजाले लेखिसकेपछि हैन तपाईलाई अब यो डिग्री पढ्ने अथवा यो कुरामा लाग्ने अथवा यो फिल्डमा लाग्ने मोटिभेसन कहाँबाट आयो अथवा तपाईलाई यो सोच कहाँबाट आयो, किन लाग्दै हुनुहुन्छ, सिम्पल यो किन चाहिँ एप्लाई गर्नु मोटिभेटेड हुनुभयो सिम्पल त्यो कुरा लेख्ने हैन. त्यो कुरा चाहिँ मजाले एउटा अर्को प्याराग्राफमा अथवा सेम प्याराग्राफको एन्डिङतिर लेख्दाखेरि बेस्ट हुन्छ है. त्यसपछि
त्यसपछि यो कुराले अब अहिलेसम्म हामीले के कभर गर्यो म को हो म किन गर्दैछु अथवा मलाई यो गर्ने कहाँबाट आयो है अब त्यसपछि यो एक्ज्याक्टली यो फिल्डमा अथवा यो फिल्डमा के सिक्न खोज्दैछु मैले यसमा चाहिँ के सिक्न सक्छु जस्तो लाग्छ हैन अनि यो के सिक्न खोजेको भन्नेको जस्तो कुरालाई चाहिँ तपाईले एउटा अर्को प्याराग्राफमा लेख्नुपर्ने हुन्छ है अर्को प्याराग्राफमा मजाले फर एक्जाम्पल यसमा हेर्नु त एम्बेडेडमा चाहिँ आई बिलिभ फ्युचर यो हो यो यस्तो यस्तो हो भन्ने कुरा छ है त मलाई यो डिग्रीले चाहिँ बेसिकली यो डिग्रीले मलाई के दिन्छ भन्ने कुरा है यो चाहिँ फेरि किनभने वाइ आई एम गोइङ टु पर्स्यु अर वाइ आई वान्ट टु पर्स्यु दिस डिग्री भन्ने कुराको यो चाहिँ एउटा तपाईँको तर्फबाट एन्सर हो है त्यसपछि नेक्स्ट भनेको अब तपाईँले अब यो डिग्री पढिसकेपछि तपाईँले के पाउनुहुन्छ भयो हैन त्यसपछि यो डिग्री पछि तपाईँको आफ्नो गोल के हो फर एक्जाम्पल अब फ्युचरमा अब मेकाट्रोनिक सिस्टमतिर लाग्ने अथवा जे पनि हुनसक्छ फर एक्जाम्पल डेटा साइन्स पढ्दै हुन्छ भने डेटा साइन्सको फिल्डमा कन्ट्रिब्युसन दिनेदेखि लिएर अब एआई एमएल हुन्छ भने आफ्नै एआई कम्पनी खोल्नेदेखि लिएर अनेक हुनसक्छ त्यो आफ्नो भनौँ न आफ्नो गोलको आफ्नो के भनौँ न एउटा फ्युचर प्लानकोतिर चाहिँ यो कुराले चाहिँ यो डिग्रीले चाहिँ के हेल्प हुन्छ अथवा के चाहिँ सहयोग हुन्छ कुरालाई चाहिँ तपाईँले राख्ने है त त्यसपछि नेक्स्ट भनेको चाहिँ अब अफकोर्स हैन योमा चाहिँ आउनलाई टर्म्स एन्ड कन्डिसनदेखि लिएर हैन आफ्नो अब इन्स्टिट्युसन आफ्नो लाइक एउटा भनौँ न कमिटमेन्ट अथवा युनिभर्सिटीको रुल्स एन्ड रेगुलेसन फलो गरेर चाहिँ अगाडि बढ्छु टाइपको कुरा गर्ने हैन त्यसपछि लास्टमा तपाईँले अनि सिम्पली आफ्नो नाम र ऊ लेखेर अब भनौँ न करेस्पोन्डेन्स एड्रेसहरू लेखेर सकाइदिँदा मजाले हुन्छ है त सो धेरै कम्प्लिकेट गर्नु पर्दैन हैन सिम्पली मैले यो अहिले स्क्रिनमा देखाएको जस्तै पनि तपाईँले मजाले लेख्दा हुन्छ मैले अब भनौँ लिङ्कमा एक दुईटा अरूहरू पनि वर्किङ स्याम्पलहरू पनि राखिदिन्छु है एक दुईटा वर्किङ स्याम्पल चाहिँ अब मैले लास्ट प्रिभियस सेमेस्टरमा अब भनौँ मेरो साथीहरूले युज गरेको उनीहरूले आफैले युज गरेको चाहिँ स्याम्पलहरूलाई पनि म राखिदिन्छु है त त्यो अब अफकोर्स कपी गर्नु भनेर म कहिले पनि भन्दिनँ जस्ट हेर्नुहोस् त्यसपछि आफ्नो हैन इनर मोटिभेसनलाई चाहिँ मजाले लेख्नुहोस् है त त्यो लेखेर प्रिपेयर गर्नुहोस् हैन तपाईँले केही गाह्रो भयो भने अफकोर्स डिस्कर्ड च्यानलमा जोइन गर्नु सक्नुहुन्छ डिस्कर्ड च्यानलमा हामीले मजाले डिस्कसन पनि गर्न सक्छौँ है त अहिलेसम्म मैले भनौँ न धेरैजना अब 3-4 जना भन्दा बढीहरूको चाहिँ मैले आफैले पनि टाइम मिलाएर आफू फ्री भए बेलामा दाइ मेरो एउटा रिभ्यू गरिदिनु भनेर पनि भन्दाखेरि मैले रिभ्यू गरिदिएको छु अब आई होप हैन तपाईँहरूले पनि त्यसरी गर्नुहुन्छ नि एकअर्काको रिभ्यू गर्न नि मिल्यो नि त फर एक्जाम्पल नट जस्ट मी है नट जस्ट मी अरूहरूलाई पनि नलेज भएको छ भने तपाईँले मजाले सेयर गर्दै हैन डिस्कर्डको सर्भरमा गर्न सक्नुहुन्छ त्यसको नि म लिङ्क यो भिडियोको एन्डमा राखिदिन्छु हैन त्यसपछि नेक्स्ट भनेको चाहिँ अब तपाईँले CV भन्ने कुरा हुन्छ है त CV चाहिँ तपाईँले europass.de भन्ने हुन्छ यो वेबसाइट छ हैन wait I will just show you Europass CV भनेर सर्च गर्नु भने युरोपासको मजाले तपाईले गर्न सक्नुहुन्छ त्यो युरोपासको टेम्प्लेट्सहरु हुन्छ मजाले यसरी हुन्छ नि यो टेम्प्लेट्समा तपाईले अकाउन्ट क्रिएट गर्ने केही पनि हैन आफ्नो डिटेल्सहरु हाल्नुस् मजाले हैन तपाईको हो के गर्नुभयो फर एक्जाम्पल यसमै पनि तपाईले हेर्न सक्नुहुन्छ यसमा के हो हैन मजाले छ एउटा सिम्पल खालको त्यत्रो कम्प्लिकेटेड पनि गर्नु पर्दैन टेबुलर फर्ममा लेख्दा नि हुन्छ हैन जस्तो पनि तपाईको एजुकेसन ब्याकग्राउन्ड के हो भनेर सिम्पल खालको CV बनाउनु भयो नि मजाले हुन्छ है त सो त्यो गर्नुस् त्यति भए आई थिंक इट विल कभर अप हैन CV र LOM को पोर्सन है त त्यसपछि डकुमेन्ट प्रिपरेसनमा हामी अब करिब अन्तिम स्टेजमा आइसक्यौं है त आइएल्स भइसक्यो हाम्रोसँग त्यसपछि एकाडेमिक डकुमेन्ट्स छ अब LOM र CV छ भने वी आर अलमोस्ट रेडी अथवा वी आर रेडी टु एप्लाई है त सो आजलाई यति नै गरौँ हैन यो सर्ट भिडियोले तपाईहरुलाई एटलिस्ट हेल्प गर्ला भन्ने मेरो सोच हो सो कीप अन वाचिङ एन्ड प्रिपेयर योर LOM एन्ड लेट्स कन्टिन्यू आवर goal अथवा our journey to our chill Germany. Thank you.